सबैजनालाई जय मसीह। फेरि सबैजनालाई स्वागत गर्न चाहन्छौँ हाम्रो डिपर भिडियोहरूमा। हुन्छ, हाम्रो डिपर च्यानलमा चाहिँ विशेष गरी हामी सुव्यवस्थित ईश्वर शास्त्रको बारेमा चाहिँ अध्ययन गर्नेछौँ हैन र? हजुर, अनि त्यो बुझ्नुभन्दा पहिले अब हामीले सिकाउनु पर्यो। अब ईश्वर शास्त्रको अध्ययनमध्ये खास गरी 3 प्रकारको अध्ययन छ। अनि यो भिडियोहरूमा चाहिँ हामी सुव्यवस्थित ईश्वर शास्त्रको बारेमा हामी सिक्दै जान्छौँ। तर त्यो भन्दाखेरि चाहिँ अब एउटा विषयलाई छानेर अझै बुझ्ने अध्ययन गर्ने, जसरी हामी यो च्यानलमा डिपर त्यो अझै गहिरो हामी बुझ्न चाहन्छौँ। तर अर्को प्रकारको पनि छ, अब बाइबलीय ऐतिहासिक ईश्वर शास्त्र पनि छ। त्यो चाहिँ अब सबै कुराहरू जोडेर उत्पत्तिदेखि प्रकाशसम्म, सुरुदेखि अन्तिमसम्म त्यसको सविषयहरूलाई कसरी मिलेको जोडेको अब त्यसको अध्ययन गर्ने हो। अनि अर्को चाहिँ व्यावहारिक ईश्वर शास्त्र पनि छ। अब त्यो चाहिँ अब त्यो बाइबलको शिक्षाहरूको अध्ययन गरेर अब आफ्नो जीवनमा परिवर्तन ल्याउने प्रयास हुन्छ। तर अब हामी चाहिँ बुझ्न चाहन्छौँ, अब यो विभिन्न तरिका चाहिँ हामी एउटै उद्देश्य गर्न चाहन्छौँ, हामी बाइबल र परमेश्वरको बारेमा अझै बुझ्न चाहन्छौँ। हो, धन्यवाद छ। साथै हामी एउटा उदाहरणद्वारा चाहिँ यो 3वटा ईश्वर शास्त्रलाई हेर्नेछौँ। तपाईँहरूले यसो विचार गर्नु होला, एउटा जहाज छ समुद्रमा है त, अनि यो समुद्रमा चाहिँ हामी एक छेउदेखि अर्को छेउसम्म हेर्न सक्छौँ, जसलाई चाहिँ हामी ऐतिहासिक ईश्वर शास्त्रको रूपमा लिन सक्छौँ है त, जहाँ चाहिँ बाइबल पनि एउटा इतिहासको पुस्तक हो। एक छेउदेखि अर्को छेउसम्म इतिहासका कुराहरू चाहिँ त्यहाँ हामी पाउन सक्छौँ भरिभराउ गरेर है त। अनि त्यसै गरी एउटा जहाजमा जहाँ मान्छे बसेको हुन्छ, अनि त्यसलाई चाहिँ हामी व्यावहारिक ईश्वर शास्त्रको रूपमा लिन सक्छौँ। अब त्यो मान्छेले चाहिँ त्यो जहाजमा बसेर अब आफूमा केन्द्रित भएर बाइबलको शिक्षाहरू कसरी लिन सकिन्छ त्यो चाहिँ हामी हेर्न सक्छौँ। त्यसै गरी सुव्यवस्थित ईश्वर शास्त्र, जुन चाहिँ हाम्रो मुख्य विषय चाहिँ हुनेछ यो डिपर च्यानलमा। सुव्यवस्थित भनेपछि चाहिँ त्यसमा गहिराइमा जाने त, कुनै एउटा पर्टिकुलर विषयलाई लिएर त्यसको हामी बाइबलको खण्डहरूद्वारा चाहिँ विशेष गरी हेर्नेछौँ। अनि जुनले चाहिँ हामीलाई सिकाउने छ कि हामीले के कुरा विश्वास गर्नुपर्छ र के कुराले यो कुराहरूले चाहिँ हामीलाई कसरी प्रभाव पार्नेछ, त्यो कुराहरू चाहिँ हामी सुव्यवस्थित ईश्वर शास्त्रमा हेर्नेछौँ। अब हामी चाहिँ त्यस सुव्यवस्थित ईश्वर शास्त्रको एक्ज्याक्ट परिभाषा दिन्छौँ भने अब हामी चाहिँ यसरी बुझ्न चाहन्छौँ। अब बाइबलले कुनै विषयको बारेमा दिएको शिक्षाको अध्ययन चाहिँ त्यो सुव्यवस्थित ईश्वर शास्त्र भनिन्छ है। अब एउटा विषय छानेर अब बाइबलको पुरै सुरुदेखि अन्तिमसम्म त्यही विषयको बारेमा खोज्ने, प्रश्न गर्ने, अनि त्यसको उत्तर पाउने है। अनि अब उदाहरणको लागि चाहिँ अब बाइबलमा कुनै शब्दहरू चलेको छैन, जस्तै हामी त्रिएक परमेश्वर भन्छौँ। अब हामी चाहिँ त्यो अर्को 2 प्रकारको अध्ययन गर्छौँ भने अब त्रिएक परमेश्वरको शब्द चाहिँ त्यति चलाइँदैन। तर जब हामी सुव्यवस्थित ईश्वर शास्त्र गर्छौँ, अब त्यो त्रिएक परमेश्वर, त्यो त्रिएक अब इङ्ग्लिसमा हामी ट्रिनिटी भन्छौँ, अब त्यो शब्दले चाहिँ हामीलाई सिद्ध गर्छ। किनकि हामी त्यो विषय ल्याएर अब बाइबलले चाहिँ त्रिएक परमेश्वरको बारेमा के शिक्षा दिन्छ, हामी प्रश्न गरेर त्यसको उत्तर हामी पाउन प्रयास गर्छौँ। आशा छ तपाईँहरूले आजको यो डिपर च्यानलबाट सुव्यवस्थित ईश्वर शास्त्रको बारेमा केही कुरा सिक्नु भएको छ। अनि आशा छ तपाईँहरूले यो सिकाइबाट चाहिँ धेरै कुराहरू बुझ्नु पनि भएको छ र आउने दिनहरूमा बुझ्नु पनि हुनेछ। अनि धेरै धेरै धन्यवाद दिन चाहन्छु तपाईँहरूलाई, यहाँसम्म हाम्रो भिडियोलाई हेरिदिनु भयो। अनि म तपाईँहरूलाई आग्रह पनि गर्न चाहन्छु, तपाईँहरूले सब्सक्राइब गर्नुहोला, लाइक गर्नुहोला, सेयर गर्नुहोला। हुन्छ, जय मसीह।